हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग आज चाहिँ डे 3 इन फिलिपिन आज चाहिँ हामी फिलिपिनको रिसोर्टमा छौँ हाम्रो रिसोर्टको नजारा चाहिँ म तपाईँहरूलाई देखाउन चाहन्छु सर यस्तो छ अनि यहाँ चाहिँ यस्तो रहेको छ समुद्रको भ्यू म तपाईँहरूलाई सरर देखाउँछु रिसोर्टको भ्यू चाहिँ जस्ट यहाँ रहेको छ यहाँ चाहिँ एक्स्ट्रा एक्टिभिटीहरू गर्नु पाउँछ तपाईँहरूले लाइक पुल सुल समथिङ अनि यहाँ चाहिँ स्विमिङ पुल सबै छ यहाँ चाहिँ ब्रेकफास्ट खानाको लागि चाहिँ यहाँ बसिन्छ अनि रिल्याक्सिङ एरिया नि छ उतातिर हाम्रो केटाहरू चाहिँ यहाँ बसिरहेको छ अहिले सर्लक्क मर्निङमा चाहिँ अब गएर भित्र गएर केही खानुपर्ने हुन्छ हाम्रो केटाहरू चाहिँ यहाँभित्र सर्लक्क कफी खाइरहेछ के भन्नु गुड मर्निङ केटा हो Good morning, guys. This is the second day of Philippines tour. यहाँ चाहिँ राइस विथ अमलेट अनि स्पिनिच अमलेट छ अनि त्यसपछि के हो त्यो अन्डा हो के हो ससेज विथ रेडी भइरहेको छ यहाँ सर्लक्क अब गएर कहाँ छ हो टापु लगभग 1.5 घन्टा जस्तो लाग्छ टापुमा गएर हामीले एक्सप्लोर हान्नुपर्ने हुन्छ त्यही अब सर्लक्क केटाहरू रेडी भएर भइसक्यो चढ्दिउँ ल चढ्दिउँ हान्यो 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 माकडोक्स रोइला आगो हान्नुपर्छ म्याथ कडोक्स सही हो मा केटा हो हान्नुपर्छ मा रोइला टाइटानिक बोट हो सही अब गएर टापु कतिमा प्राइभेट टाइटानिक बोटमा अब हाम्रो इन्ट्री भइसकेको छ होइन अब गएर मा कडोक्स आइल्यान्ड वाइल्ड हान्नुपर्छ केटाहरूको लुक्सले मारेको छ हेर आज दुईटा फुच्चीहरूले हामीलाई जोगाउन सक्छ दुईटा फुच्चीहरूले अब लगभग हामी चाहिँ अब समुद्रमा अब 1 घन्टा जस्तो ट्राभल हान्नुपर्छ अहिले चाहिँ फोटो सेसन भइरहेछ हाम्रो केटाहरूको सर्लक्क लगाएर हाम्रो गाईहरू छ हाम्रो ल फाइनली आइल्यान्ड पनि आइपुगेको छ गाइस आइसक्यो अब रोक्ने बेला आउँदैछ ल टम भाइ के भन्नु छ आइपुग्यौँ त 1 घन्टा भनेको चाँडै आइपुग्यो आइल्यान्डमा अब आइल्यान्डमा चाहिँ हामीले भोपाल एक्सप्लोर हान्नुपर्छ अब त्यो होल आइल्यान्ड हो क्या चाहिँ जङ्गल देखेको छ त्यो धेरै एक्टिभिटीहरू हान्नुपर्छ हामीले अब टक्का हान्ने एक्टिभिटीहरू होइन आइसक्यो अब त्यहाँ फिसिङ नै हान्ने होइन केटा हो सिधै हान्नुपर्छ टाइमहरू गयो भने पानी लास्ट लियो यार फाइनली आइल्यान्डमा हाम्रो इन्ट्री भइसक्यो र अब सर्लक्क सही हो
फाइनली आइल्यान्ड छिर्यो हामी। अब हेर आइल्यान्डमा कस्तो रहेछ के कस्तो रहेछ। फर्स्ट टाइम आइल्यान्ड छिर्दैछ हामी चाहिँ। एरोमा बिच रे होइन सर्लक्क यो चाहिँ हो कि असली। तर यार मुभीहरूमा मात्रै देखिरहेको हुन्थ्यो कोकोनटहरू त यहाँ त। तर यार कोकोनटहरू फलिरहेछ सर्लक्क। यस्तै हुन्छ होला खै यहाँतिरको यस्तो हो कि घरहरू कि बिच भएर यस्तै भएको। हामीले चाहिँ अब सबै हाँस नि रहेछ त्यहाँ। कुखुरा सुखुरा सबै पाल्दो रहेछ। यहाँतिरको चाहिँ लिभिङ स्टाइल चाहिँ यस्तै होला। यस्तै रहेछ। कोकोनट चाहिँ वाइल्ड पाउँदो रहेछ यार। तर लोकल गाउँको खै आउनु पर्यो नि भ्यू भाले छ नि आइल्यान्ड आइल्यान्डको भित्रको अब यो भालेमा लिएर जाऊँ न खानुलाई यार एउटा धेरै छ त्यस्तो क्या नेपालको लोकल कोकोनट गार्डनभित्र आइसक्यो हामी चाहिँ अहिले। दामी रहेछ कोकोनटहरू यार। सबै सामने गयो सही हो। यतिको चाहिँ लोकल भाले यहीँबाट उठाएर लानुपर्छ कि आज झोल खानुपर्छ क्या हो लोकल भालेको। रनमती टाउकाउनुपर्छ क्या हो। तर गाउँघरको याद आउँछ यार यस्तोले। यस्तो भएपछि त है के हो कुकुरको हो कि स्यालहरूको हो। नेपालको गाउँ घरमा गएको जस्तो फिल भयो यार। त्यस्तै त्यस्तै छ यार। तर यतातिरको हरियो हामी जङ्गलमा लिएर आएको जङ्गलमा मङ्गल हानिदिने हो क्या हो। जङ्गल सफारी हान्दैछ हामीले अब आइल्यान्डमा। आइल्यान्डको सफारी यस्तो छ केटाहरू। जङ्गल सफारी आइल्यान्डभित्र के हो अमला हो कि केटा हो के सामान पायो यार ब्लगमा हेरौँ नि के हो यो अमला हो अम्बा होला हौ यो के हो होइन त यसो सही हो यार। तर यस्तो यार हेर न कस्तो हो यार। यस्तो भित्र आइरहेको छ यार। हामीले चाहिँ आइल्यान्ड होइन त्यो सही हो यार जङ्गलभित्र यार। जङ्गलमा सर्भाइभ हुन्छ नि त्यस्तो के कुकुरको आवाज आयो त केटा हो। म्यान भर्सेस वाइल्ड सही हो यार टम्बा यार। यति बब्बा लाग्यो यार। एक्सपिरियन्स चाहिँ केटा हो लाइफमा हरेक चिजको एक्सपिरियन्स लिनुपर्छ। त्यसमध्ये यो नि वान अफ द बेस्ट मुमेन्ट भयो केटा हाम्रो चाहिँ। लामोमा सिस्नु रहेछ त यहाँतिर यार। सिस्नुले पोल्यो यार केटा हो यार। ए सिस्नुले भने त माकडस कमिलाले टोकिदियो यार। राम्रो बाटोमा हिँड्ने पैसा नभएर दुःख अब यस्तो बाटोमा हेर जङ्गलमा पैसा भएको भए हामी नि यार चिल्लो गाडीमा हिँडिरहेको हुन्थ्यो होइन। चिल्लो गाडीमा सहरमा बस्दै जमिनमा राम्रो आइल्यान्ड बुक गरेर बस्नु परेको छ यहाँ। बेहाल छ यार हामीलाई जिन्दो हामीलाई यार। आज साथी यसो आउनु पर्यो त यार। आज साथीको पनि दर्शन गरिदिउँ न यार। जुका लाग्छ होला है भले किङ कहाँ हो किङ आउनु पर्यो अगाडि लास्ट। तर अहिले नै कुकुरहरू त माकडक्स लास्ट भुकिरहेको छ यार कुकुरहरू चाहिँ। यहीँबाट फर्किनुपर्छ अनि बोट चढेर जानुपर्छ। कुकुरहरू नि वाइल्ड भुकिरहेको छ यार। भोटे कुकुरको दर्शन हुन्छ अब बिस्तारै। कुकुरको आइल्यान्ड अब चाहिँ हामी चाहिँ एउटा सानो गाउँ जस्तो ठाउँमा आइपुग्यो। जङ्गलको बाटो यस्तो हानेर यहाँ चाहिँ धेरै कुकुरहरू छ। ए रनमती भोटे कुकुर भनेको त यस्तो इत्रु कुकुर रहेछ माकड छोटे कुकुर रहेछ यार। यस्तो भोटे कुकुर जस्तो आवाज आएर त वाङ 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 दिइरहेको थियो। यो रहेछ नि त असली माल। यस्तो रहेछ त वाउ यो हो नि त माकडक्स असली समुद्र भनेको। लास्ट यहीँबाट क्लियर देखिरहेको छ यार। भित्र चाहिँ कस्तो होला यार। सही हो यार दामी देखिएछ यार नजारा बिचको नजारा।
यो हो नि त असली बीच यार साथी यो हो नि त होइन आज साथी आज साथी ग्रेड हो क्या यार तर यार आज साथी ग्रेड हो यार आज साथीले यार महाकडक्स कस्तो ठाउँ हेरिदिन्छ यार यो अहिलेको समर भ्याकेसनमा चाहिँ आज साथीले हामीलाई बब्बाल गिफ्ट दियो यार साथी यार आज साथी यार वान अफ द बेस्ट हाम्रो म्यानेजर जस्तै हो आज साथी सब आज साथीले दामी म्यानेज हान्थ्यो यार तर यार हाम्रो आज साथीलाई धेरै धेरै धन्यवाद छ होइन अब के गर्ने अब एक्टिभिटीको लागि छलफल भइरहेछ केटाहरूले अब कोही के भइरहेछ अब महाकडक्स आउन पाएको छैन महाकडक्स चल्दिन जस्तो लाग्यो यार कस्तो दामी छ यार आउनु पाएको छैन चल्दिन जस्तो लाग्यो म त यार चल्दिन्छु भएको छैन सही हो यार माछी हानिदियो यार तर केटाहरू बिचमा मैले चाहिँ महाकडक्स त्यस्तो दामी लागेर कस्तो पानी यहाँको चाहिँ कस्तो सफा के कस्तो सफा देखेर मैले चाहिँ हानिदिइहालेँ झन् सही छ यार तर यो बिच सही हो आइल्यान्ड बिच चाहिँ दामी लाग्यो तर कस्तो सफा हो यहाँकोतिरको वेभ अब हामी सँगै छिर्छौँ केटाहरूसँग के हो नछिर्ने हो रे केटा हो चाहिँ अब यो के हो के जुत्ता भन्ने हो यसलाई त यार कस्तो जुत्ताको नाम यो जुत्ता चाहिँ लाउनु पर्ने हुन्छ किनभने यहाँतिर यस्तो सानो सानो के आउँछ त्यो काँडाहरू अब गोजे हाने गाह्रो हुन्छ भनेर यो लगाएपछि चाहिँ अलिक कम्फोर्टेबल हुन्छ डर नि हुँदैन सेफ्टीको लागि सेफ्टीको चाहिँ अब चाहिँ हामीले हान्नुपर्छ बालीको फिलिङ्स आउँछ फर्केर घुम्यो केही दिउँ न वेलकम टु बाली बाली भन्दा कम क्लियर हो उन्नाइन्जे त्यसले चाहिँ उन्नाइन्जे त्यसलेबाट चाहिँ क्रस लागि पनि भिज्छ यार ठिक छ घुम्दियो धेरै घुम्दियो को स्पिनो दा घुम्ने को 오늘만 매치 년다 뭔데야? अब समुद्र देख्न पर्ने बित्तिकै छलाङ हान्ने बानी लगाइहाल्यो तलको नान्ने सोचिरहेको थियो महाकडक्स र हात लियो हाम्रो केटाहरूले वाइल्ड गइरो छ यार तर यार सही हो केटाहरू तर पानी चाहिँ दामी क्लियर छ यार अरू भन्दै बब्बाल देखेछ यार यस्तै लाइफ त जिउनु पर्यो नि त केटा हो यार एक दुई दिन पछि साथी फेरि सही हो त्यो चाहिँ हान्नु पर्यो महाकडक्स कमाउने रमाउने मेहनत गर्नुपर्छ माछी हामी भने त हार्ड गर्ने मान्छे हो नि त यार केटा हो के हो लामो यो लामो टोक्यो त यार होइन होला माछीले टोक्ने त कस्तो महाकडक्स हेर न आफूलाई बचाउन कस्तो मेहनत गरिरहेको छ छोडिदिनु पर्ने हुन्छ मेरो केटाहरूलाई धेरै धेरै धन्यवाद छ मेहनत गरेर यस्तो बब्बाल बनाइदिएकोमा सो सबैले सब्सक्राइब हानिदिनु होला तमान टोममा होइन साथी बिचमा तर केटाहरूले आगो हान्दैछ हाम्रो टम साथी चाहिँ लास्टै म्यान भरि चाहिँ स्वाई हाम्रो बियर ग्रिल्स अब यहाँ साथीले बवाल चिज गर्न आँटेको छ है हाम्रो टम साथीले चाहिँ अम्बो ए साथी अब होइन साथी कछुवा साथी कछुवा साथी कछुवा साथी साथी पुस ए छिटो साथी होइन छिटो साथी आउँदैछ साथी भिडियो साथी छिरो साथी
दामी हाने जो नयाँ जन्म हान्दैछु साथी दामी हान्ने होइन हो नि साथी आगो हालिदिने हो नि त दम हानेर आइदियो साथी साथी तर घाटको लास खुली हुन्छ यार मेरो नि चम्क्यो यार तर अलिकति उभो न साथी अब हल्का फुल्का इन्टरटेन गरेर हामी चाहिँ अब निस्किनु लाग्यो बिचबाट अब चाहिँ हामी जानुपर्ने हुन्छ अर्को ठाउँतिर सबै निस्किसक्यो म चाहिँ पछाडि छ अब चाहिँ अब माथि गएर अझै दामी दामी ठाउँहरू एक्सप्लोर गर्न अझै बाँकी छ म चाहिँ लास्टमा छ म एक्लै अहिले चाहिँ आउँदैछु गाइस आउँदैछु तर मा यहाँतिर कुकुरहरू पनि छ अलिक डर लाग्छ कि फेरि मलाई त कुकुरदेखि बस्दैदेखि डर लाग्छ साथी हेरबिन हो केटाहरू चस्मा सस्मा उठायो ओके छ ल अब चाहिँ हामी सर्लक्क बन्द गरेर चलिदिनु पर्ने हुन्छ अघिकै जङ्गल सफारी बाटो ब्याक अब हामी भेटौँला सिधै अर्कै स्पटतिर होइन कहिले भाइ यस्तै छ सही छ दस अब गाउँघरको फिल याद आइदियो यत्रो वर्ष गऱ्यो हुन यत्रो वर्ष लागेको काले 2 दिन काले भयो यहाँ तर फाइदा पनि छ बेफाइदा पनि छ हामीले बप्पाल रमाइलो हान्यो तर घामले हामीलाई हानिदियो लास्टमा हो यस्तै छ अब हामीले ब्याट्री अर्को स्पोर्टको लागि नि बचाउनु पर्ने हुन्छ त्यही भएर हामी सिधै अब भेटौँला अर्को स्पोर्टमा तर रियल लाइफ चाहिँ यस्तोमा मजा आउँछ जस्तो लाग्छ मलाई त्यस्तो हेर्दा यहाँ अब केही चाहिँदैन त्यस्तो होइन सुविधा जस खायो बस्यो आफ्नो काम गऱ्यो कुखुरा सुखुरा पाल्यो त्यही लोकल खायो बस्यो तर सही छ यार यस्तो लाइफ नि एक तर्फीबाट हेर्दा जर यो लाइफ नि चिल छ यस्तै लाइफमा चाहिँ जस फिल हुन्छ यहाँ चाहिँ पुतली बहिनी छ सही छ जस यस्तो लाइफ बिन्दास हो बाख्रा पाल्यो यताउता गऱ्यो चिलमा म्युजिक बजायो सही हो केटाहरू भन्दा नि ठुलो भोका रहेछ त्यहाँ चाहिँ यार केटा हो बास जस्तो लाग्यो Alright, you can see right on the ocean right now, you know. Yo guys, हामी चाहिँ टकमा छौँ यो चाहिँ एकदम ठुलो आइल्यान्ड भर्खरै एउटा आइल्यान्ड गएर आएको अब यहाँनिर हामी चाहिँ स्नर्किङ गर्न आइरहेको छौँ यो गुफाभित्र टक्क बोर्डमा छौँ अब अरू त के भन्नु होइन यो बब्बाल अब गुफामा आउँदैछौँ है ल गाइस कस्तो फिल हुँदैछ केटाहरू बब्बाल अब स्नर्किङ गर्ने चाहिँ यही कुना काप्छ 1 2 3 go
चलो हो साथी हो साथी ओ केडा हो लो आए साथी भित्र के रहेछ हौ मिलन साथी के हो भित्र के रहेछ केटाहरू के भेट्यो अक्टोपस भेट्यो केटाहरू तर आज साथीले डर एक्सप्लोर हान्नु यार भित्र यार के रहेछ साथी त्यहाँ साथी म देखाइदिन्छु साथी सही हो साथी यार छिरिदिनु साथी भित्र छिर्दिम साथी छिरिदिनु पानी दामी लो यार साथी यार Yeah, beautiful, bro. This is like that one is easy one. बब्बाल बब्बाल छ साथी सामानहरु सही हो साथी यार साथी मेरो फोन एकचोटि देऊ न साथी तिमीसँग छ मेरो फोन I'm chin down and take it out. Chin down. Okay. भोलि आए एकपल्ट त्यहाँ अब भिडियोको लागि जस्तो त्यो लगाएकै छ गरेर भिडियो खिच्नु पर्यो भिडियो साथी मैले भाइ तिम्रो छेउ त्यो सानो चस्मा हो भइसक्यो साथी भयो धेरै गर्न नजाऊ है हाँस्छु हँसाउँछु म नाच्छु नचाउँछु चिल्याक्स पाएर म स्विमिङ खेल्छु होइन केटा हो सही हो यार केटाहरू चलेको भन्दै अलिकति छुन लागेको ल्याम्मे त नागो पाँचतिर पाँचतिर गोकको गान लाँदै केटाहरूले भाइहरूको हाँसु गरेर हेलो ब्रदर ओ नाइस यही छ व्यापार गर्न आएको भाइहरू रहेछ सही हो तर शङ्खाहरू लिएर आएर रहेछ त यार हाँस्यो भाइहरू यार हाँस्यो यार तर आएको डक्स सही हाँस्यो यार आएको डक्स यो चाहिँ कस्तो हुन्छ नि यो कस्तो हुने रहेछ भने चाहिँ सही हो स्टल दियो यो चाहिँ कस्तो हुने रहेछ भने चाहिँ अब यहाँ अब घुम्न आउने मान्छेहरू आएपछि चाहिँ यस्तो बोर्ड देखेपछि चाहिँ उनीहरू चाहिँ के त्यस्तै अब ब्रेसलेटहरू शङ्खा यताउताहरू बेच्न ल्याउने रहेछ कि उनीहरूले चाहिँ अनि हामीलाई नि अफर गरिरहेको थियो कस्तो सामानहरू धेरै देखाइरहेको थियो तर हामीलाई चाहिँ त्यस्तो केही नलिने डिसिजन लियो त्यही भएर हामीले चाहिँदैन भनेर फर्काइदियो विचारहरू जाँदैछ गइसक्यो हेर्दा टाढा घटिसक्यो अब के गर्नुपर्ने हुन्छ भने हामी नि अब एकछिन जानुपर्ने हुन्छ केटाहरू पछाडि चिल्ल्याएको बसिरहेको दुईजना स्विमिङमै छ अझै यस्तै छ नजारा चाहिँ चट्टीहरू सबै सुकाइरहेछ सर्लक्क भाइ कस्तो लागिरहेछ यो प्राइभेट बोर्डमा चढेर एक्सपिरियन्स कपाल मजा आइरहेको थियो तर सुनसान के महाकडक वेभ मात्रै के समुद्रको वेभ झ्याङ झ्याङ हानिरहेछ बोट नि त्यही अनुसार कस्तोमा वहाँ पर टापु देखिरहेछ टक्क कस्तो आनन्द फिल आइरहेछ यार घामको यस्तो तेज घामलाई नि महाकडक तर यो समुद्रको शीतल हावाले सर्र हानेपछि वाउ जस्ट बप्पा धेरै उता नि होइन यता साइडतिर ल अब चाहिँ फर्केको हामी महाकडक
यो चाहिँ अब बसमा चाहिँ हामी चढ्दाखेरि लाइफ ज्याकेट स्याकेट ल्यायो तर अहिले त मतलब छैन केटाहरू यहाँ कोही नाकै बसिरहेको छ यार बाल छैन किनभने कोही टाउनु बसिरहेको छ यार बाल छैन अहिले त जसमा अस्ति हान्यो अहिले त के बाल छैन हौ समुद्रमा गइरहेको छ यार औडा दियो औडा 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 आँकको औडामा कडोक सो अब धेरै घुमेर हामी चाहिँ अब यहाँ अब सकिसक्यो हाम्रो यात्रा आजको अब चाहिँ हामी सर्लकको निस्किनु पर्ने हुन्छ केटाहरूले वाइ रैला हाने अब हाम्रो रिसोर्ट आइसक्यो अब चाहिँ सर्लकको निस्केर मासु भात हान्नुपर्ने हुन्छ हामीले चल्दिउँ ल केटा हो केटाहरूको तर म्याचिङ छ त हेर कलर यार अलिअलि के हो म्याचिङ हान्दैछ त चल्दिउँ ल केटा हो अब चाहिँ सर्लकको चलिदिएर हामीले त्यो गर्नुपर्ने हुन्छ सर्लक्क लाएर अब चाहिँ महाबाट यस्तो पुलमा हिँडेर ओके थ्याङ्क यू सर केटा हो के हो यार फर्किनु पऱ्यो नि त के भयो सक्यो ल हाम्रो यो बिच रिल्याक्स गर्ने चाहिँ यस्तो छ बिचको साइडमा पार्क चाहिँ यो चाहिँ नाइटमा बस्ने झुला झुल्ने सबै छ यार वान अफ द बेस्ट रिसोर्ट रहेछ यार रिसोर्टहरू चाहिँ धेरै रहेछ कि हामी आएर कि हामीलाई बेस्ट लाग्यो तर राम्रै छ यार फेसिलिटीहरू यताउति सबै राम्रै छ यार यहाँको तर हेर न फेसिलिटी नै अब के छ अलवेज ड्राइभ अन द ब्राइट साइड कस्तो फुल छ अनि बबल्स छ यस्तो छ रुमहरू पनि टन्नै छ बप्पाल छ यहाँ बिसाउनहरू सबै हानिसकेर यता सबै गरेर अब खाना फेरि किन मने जी एक्चुली हाम्रो कति भयो हिसाब चाहिँ हिँड्नु जानुपर्ने हुन्छ हामीले हिजोदेखि जे खायो के गर्यो सबै एक्टिभिटीको कति भयो त्यो चाहिँ सोध्नु गइरहेको छ केटाहरू सोधिरहेको छ जाँदैछ भयो सर कति भएछ केटा The total, sir? Yes. 57,534.3. This is the total, sir. Okay, thank you. Information Rex. टोटल चाहिँ हाम्रो 57,534 फिलिपिन पेसो भएको छ हामीले हिजो आज गरेको सबै एक्टिभिटी इन्क्लुडिङ रुम सबै गरेर त्यसो गर्नु जान्छ सही रहेछ यार अब हामी चाहिँ यति पैसा दिइसक्यो वाइल्ड गनिरहेछ अब चाहिँ पैसा बिलिङ गरेर हामी खाना खाएर निस्किनु पर्ने हुन्छ तर यार हामीले वाइल्डै त्यो के अरे धेरै खर्च गरेर छक्क परिरहेको छ उनीहरू नि फर्स्ट टाइम यस्तो धेरै स्पेन्ड गरेर रहेछ अरे अन्त वाइल्ड मौज गरिदियो नि त अब लगभग अब हामी सबै एक्टिभिटीहरू नि गरिदियो अनि अरूहरू नि गरिदियो त्यही भएर अनि हामी चाहिँ अलिक कन्फ्युज भइरहेछ हामीले चाहिँ होइन हामीले तिरेको आज अस्ति रुमको तिरिसक्यो क्या हामीले रुमको अस्ति 22मा भनेपछि रनमती 150 प्लसै हान्दैछ फाइनली सक्यो हाम्रो बिल कति भएछ केटा हाम्रो बिल कति भएछ अरे 1,70,000 तर वाइल हान्दैछ है साथी त्यही क्यासियरहरू कामिरहेको थियो पैसा गर्नलाई यो दाने हानिदिएर हामीले अब चाहिँ सर्लकको गएर खाना खानुपर्ने हुन्छ यहाँ खाना अघि नै आइसक्यो तर बिलको अलिकति त्यसले गर्दा
खाना चाहिँ यस्तो छ आजलाई आजको मेन्यूमा चाहिँ चिज फ्राइड राइस त्यो छ चिज फ्राइड राइस यस्तो छ अझै खाइन्छ अनि त्यसपछि निस्किन्छ होइन साथी सो अब चाहिँ हामी चाहिँ चेकआउट गर्न लागेको यो अब चाहिँ हामी जानुपर्ने हुन्छ लक्क लगाएर अब चाहिँ हामी सबै ल्याएर अब चाहिँ हामी हाम्रो अर्को डेस्टिनेतिर लाग्नुपर्ने हुन्छ केटाहरू चाहिँ अगाडि गइसकेको छ म चाहिँ अहिले भर्खर आइरहेको छु यो अब जानुपर्छ गो बाई बाई थ्याङ्क यू फर यर सर्भिस सो फाइनली अब चाहिँ हामी रिसोर्टबाट फर्किसक्यो अब कहाँ हाम्रो नेक्स्ट साथी अब फाइनली हामी चाहिँ अब झऱ्यो भर्खर झरेर अब ब्याग स्याग निकालेर अब होटेलभित्र चेक इन गर्नुपर्ने हुन्छ हाम्रो ड्राइभर दाइ दुईजना सबै निकाल्यो केटाहरू चेकिङको लागि जानुपर्ने हुन्छ अब उनीहरूलाई धन्यवाद दिँदै होइन हेङ भाइ चलिदिउँ ल थ्याङ्क यू सर थ्याङ्क यू रिसायो भनेर फकाउन लागिरहेको हामी चाहिँ अब रुमको सबै त्यो गरेपछि अब रुममा जाँदैछ हामी केटाहरू हाम्रो रुम कति फ्लोरमा अरे 26 ल अब रुममा सर्लक गइन्छ होइन होला हौ सायद केटा के हो होइन होला हौ मुजी भाल्यो बत्ती सत्ती ल कस्तो रहेछ अब 5 स्टार हो कि 3 स्टार हो किचन सिचन रहेछ कस्तो डिम बलेको थियो फाइनली हामी चाहिँ इन्ट्री भएको छौँ रुममा केटाहरू चाहिँ वाइफाई साइफाई हालिरहेको छ सही रहेछ यार तर रुम होइन साथी कस्तो लाग्यो बाल्कनी नि रहेछ बाल्कनी नि यस्तो हेर्नु जानु पर्यो सर्लकको वा यो अन्त अस्ति सिन के करायो भने त बाइक रहेछ यतिको चाहिँ बिल्डिङहरू चाहिँ वाइड रहेछ यार तर यतिको चाहिँ पर्छ यार एउटा घर बराबर एक एउटा रुख छ क्या उता हेर न कस्तो घर मात्र हुँदैन कस्तो लाग्यो त अनि एक भाइको बब्बा भ्यू पनि अब बब्बा होटेल पनि बब्बा भ्यू तर घुम्नलाई एउटा बेस्ट ठाउँ यार बब्बा बेस्ट ठाउँ सही हो यार कोही केटाले सही ठाउँमा घुमिरहेको छ बाल्कनी नि भएको सही हो बिल्डिङ सर्दैन तर त हो यार तल त रुखहरू त वाइल्ड छ यार रुख घर त्यस्तै टाइपले छ यार रुख घर तर उतातिर चाहिँ त्यस्तो खासै अपार्टमेन्टहरू छैन रहेछ यो एरियामा चाहिँ अलि पालै रहेछ ल तल चाहिँ यस्तो छ रोडहरू पार्किङ सार्किङ यस्तै छ यो चाहिँ हो या अस्ति यो चाहिँ के यो त अपार्टमेन्ट हो के हो अपार्टमेन्ट भएको सायद यतिको चाहिँ हाल्नु पऱ्यो तर खाना साना हान्ने बेला चाहिँ मैले चाहिँ भ्लग सधैँ बिर्सिरहेको हुन्छ कि त्यही भएर खाने भ्लग चाहिँ कहिले आइरहेको हुँदैन कि त्यसै बेला आज सर्लकको सम्झिहाल्यो अनि यसो सर्लक एक राउन्ड दिइहाल्यो केटाहरूले चिकन अनि मटन करी विथ बासमती राइस ल्याम हानेर छ वाइल्ड हाने केटाहरूले साथी के भन न यार साथी सर्ट सका हेर्नु साथी यही पाहाडलाई भेटाइरहेको छु भोगाउनु पर्यो नि त होइन केटा ल्याम्पमा क्या साथीको तेस्रो राउन्ड त्यत्रो हेऱ्यो साथीको तिमी गले साथीले चाहिँ बब्बा मन परेको साथीको यार सर्ट राउन्ड 3टा क्या हान्नु पऱ्यो नि साथी यार अब चाहिँ खाना खाएर हामी अब निस्किसक्यो होइन केटा भयो सही दामी खायो है दाइ अहिले धेरै धेरै धन्यवाद यसो ल धन्यवाद दाइ बाई बाई हस् दाइ धन्यवाद एभ्रिवान आजको हाम्रो डे 3 ब्लग चाहिँ यहीँसम्म हुन्छ किनभने आजको एक्टिभिटी हामीले धेरै नै गऱ्यौँ अब हामी अब सर्लकको
बसेर एकछिन रेस्ट गर्नुपर्ने हुन्छ कि त हामीले फेरि काहीँ घुम्नुपर्ने हुन्छ सो आजलाई हाम्रो डे 3 यहीँ इन हुन्छ सो बाई बाई एभ्री वान सी यू इन नेक्स्ट ब्लग